नेपाल किन अझैसम्म विकसित हुन सकेको छैन? हाम्रो देशमा प्राकृतिक स्रोत छ, सुन्दरता छ, इतिहास छ, तर किन हामी अझै पनि विकासको दौडमा पछाडि छौँ? के समस्या सरकारमा छ कि समस्या हामीमै छ? आजको भिडियोमा हामी सरल तर वास्तविक कारणहरू बुझ्नेछौँ। किन नेपाल विकासमा पछि परेको छ र के हामीले यसलाई परिवर्तन गर्न सक्छौँ? नेपाल प्राकृतिक रूपमा धेरै धनी देश हो। यहाँ हिमाल छ, नदी छ, जङ्गल छ, पर्यटनको ठुलो सम्भावना छ। तर यति धेरै सम्भावना हुँदै पनि हाम्रो देश किन अझै विकासशील नै छ? यो प्रश्न धेरै वर्षदेखि सबैको मनमा छ। नेपालमा सरकार बारम्बार परिवर्तन हुन्छ, नयाँ सरकार आउँछ, नयाँ योजना ल्याउँछ, तर पुराना योजनाहरू अधुरै रहन्छन्। यसले दीर्घकालीन विकासलाई रोक्छ। नम्बर 2, भ्रष्टाचार। विकासका लागि आउने बजेट सही ठाउँमा प्रयोग हुँदैन। कागजमा सडक बन्छ तर वास्तविकतामा अधुरो काम मात्र देखिन्छ। नम्बर 3, युवाहरू विदेश जानु। नेपालका धेरै युवाहरू रोजगारीको खोजीमा विदेश जान्छन्, जसले देशमा काम गर्ने जनशक्ति कम हुन्छ। यदि युवाहरू यहीँ बस्ने वातावरण हुन्थ्यो भने देशको विकास धेरै छिटो हुन सक्थ्यो। नम्बर 4, शिक्षा र सिपको कमी। हाम्रो शिक्षा प्रणाली अझै पनि प्र्याक्टिकल भन्दा थ्योरिटिकल बढी छ। सिप बिना रोजगार पाउन गाह्रो हुन्छ र यसले विकासलाई असर गर्छ। नम्बर 5, योजना कार्यान्वयन कमजोर। नेपालमा योजना बनाउने त धेरै हुन्छ, तर कार्यान्वयनमा ढिलाइ र कमजोरी हुन्छ। काम सुरु हुन्छ तर समयमा सकिँदैन। तर के समस्या केवल यति मात्र हो? हामीले कहिले सोचेको छौँ हामी नागरिकको भूमिका के हो? हामी नियम पालना गर्छौँ, हामी सानो गल्तीलाई व्यवस्था गर्छौँ, हामी देशका लागि कमजोर छौँ। नेपाल विकसित नहुनुको कारण केवल सरकार होइन, हामी सबैको सोच, व्यवहार र जिम्मेवारी पनि हो। यदि हामीले सानो परिवर्तन आफैबाट सुरु गर्यो भने नेपाल बदलिन धेरै समय लाग्दैन। तपाईको विचार के छ? कमेन्टमा लेख्नुहोस्। यस्तो भिडियोको लागि सब्स्क्राइब गर्नुहोस्। थ्याङ्क यू।